नयाँ वर्षको शुभकामना गगन थापाजी। मलाई विश्वास छ कि धेरै नेपालीहरूले आजकल तपाईँको तथाकथित सुधारवादी कथनको पछाडि लुकेको एजेन्डा देख्न थालेका छन्। पहिला त हामीले तपाईँले भनेको कुरा धेरै विश्वास गर्यौं। तपाईँको 13 मिनेट 31 सेकेन्डको एकालापमा एकातर्फ निर्वाचनको कुरा गर्नुहुन्छ, तर अर्कोतर्फ नेपालका समस्या जटिल छन् र संविधान संशोधन नगरी केवल सुशासनबाट समाधान सम्भव छैन भन्ने भाष्य निर्माण गरेर निर्वाचनको महत्त्व नै कमजोर बनाउनुहुन्छ। मेससँग पूर्ण रूपमा असहमत छु। नेपालको समस्या वास्तवमा निकै सरल छ र सन् 1951 राणा शासनको अन्त्यदेखि 2026 सम्म उस्तै रहँदै आएको छ। नेपालको समस्या सुशासनको अभाव र सत्तामा रहेका राजनीतिक नेतृत्वले प्रशासनिक र न्यायिक प्रणालीलाई भित्रैबाट भ्रष्ट बनाउँदै आएको यथार्थ। पछिल्ला 75 वर्षमा राजसंस्था, काङ्ग्रेस, एमाले र माओवादी विभिन्न रूपमा सत्तामा आए र सबैले यस असफलतामा प्रत्यक्ष भूमिका खेले। बीचमा केही सिद्धान्तनिष्ठ नेताहरू देखिए पनि उनीहरू आफ्नै पार्टीका भ्रष्ट संरचनाले पाखा लगाइए र इमानदारीलाई संस्थागत गर्ने राजनीतिक साहस र शक्ति उनीहरूसँग रहेन। राजसंस्था, काङ्ग्रेस, एमाले र माओवादीका वर्तमान संरचनाहरू तिनै शक्तिहरूको प्रतिनिधित्व गर्छन् जसले ती सिद्धान्तनिष्ठ नेताहरूलाई पाखा लगाउन निर्णायक भूमिका खेले। गगन थापाजी, तपाईँले प्रस्ताव गर्नुभएको समाधान संविधानका छिद्र बन्द गर्ने अव्यावहारिक र अनावश्यक रूपमा जटिल छ। वास्तविक समाधान भने सरल छ। निर्वाचनपछि सुशासन दिन सक्ने, भागबण्डा होइन मेरिटोक्रेसीमा आधारित र प्रभावमुक्त प्रशासन तथा न्याय प्रणाली स्थापना गर्न सक्ने राजनीतिक शक्तिलाई स्पष्ट बहुमत दिनु। यसका लागि व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय हितलाई माथि राख्ने नैतिक पागलपन भएका नेता चाहिन्छ र उनीहरूलाई समर्थन गर्ने त्यत्तिकै सक्षम, इमानदार र प्रतिबद्ध टिम आवश्यक छ। आजको राजनीतिक परिदृश्यमा यस्तो विकल्प राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधित्व गर्छ। रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ जस्ता नेतृत्व पात्रहरू र स्वर्णिम वाग्ले, डीपी आर्याल, राज सोपाका अरू दोस्रो र तेस्रो तहका जस्ता बलिया र नैतिक पागलपन भएका व्यक्तित्वहरू सहितको सक्षम टिम। गगन थापाजी, तपाईँले प्रस्ताव गर्नुभएको समाधान संविधानका छिद्र बन्द गर्ने सरल रूपमा बुझाउँदा नेपालको शासन सङ्कट ऊर्जा सङ्कट जस्तै हो। ऊर्जा सङ्कटको व्यावहारिक समाधान जलविद्युत हो, मेहनत, इमानदारी र सही लगानीबाट सम्भव। तर तपाईँले प्रस्ताव गर्नुभएको संविधानका छिद्र बन्द गर्ने समाधान डाइसन स्फियर जस्तै हो, सैद्धान्तिक रूपमा आकर्षक तर व्यवहारमा असम्भव। संविधानको जटिल इन्जिनियरिङबाट मात्र नेपाल सुध्रिन्छ भन्ने भाष्य बनाएर तपाईँ व्यवहारिक र हासिल गर्न सकिने समाधानबाट जनतालाई टाढा लैजानुहुन्छ र वास्तविक परिवर्तन ढिलाइ गर्नुहुन्छ, जसको परिणामस्वरूप उही राजनीतिक वर्ग अनिश्चितकालसम्म सत्तामा रहिरहन्छ। अरू देशहरूको इतिहासले स्पष्ट देखाएको छ, सुशासन उत्तम संविधानबाट होइन, नैतिक नेतृत्व, जवाफदेहिता र सही परम्पराबाट आउँछ। अब निर्णय नेपाली जनताकै हातमा छ, व्यावहारिक बाटो चिन्नु र आगामी निर्वाचनमा निर्णायक कदम चाल्नु। यसपालिको आउने चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई कम्तीमा बहुमत दिउँ अनि नेपालका सबै नागरिकले निगरानीकर्ताको काम गरौँ ताकि राष्ट्रिय स्वतन्त्र पार्टीले पोस्ट इलेक्सन पछि गुड गभर्नेन्सबाट डाइभर्ट हुने ठाउँ नपाओस्। संविधानको इन्जिनियरिङ गर्दै गरौँला। के थाहा, राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 मेजोरिटी दिए भने संविधानको इन्जिनियरिङ पनि हुन्छ कि?